एउटा सानो रेड बुल क्यान तर यसको प्रभाव सिधा तपाईको दिमागसम्म पुग्छ। के तपाईलाई थाहा छ मानिसहरू यसलाई पिएपछि अचानक किन एक्टिभ महसुस गर्छन्? के यसले साँच्चैकै शरीरलाई नयाँ एनर्जी दिन्छ कि यो केवल तपाईको ब्रेनलाई केही समयको लागि ह्याक गर्ने सिस्टम हो? अनि सबभन्दा डरलाग्दो कुरा, यो ड्रिङ्क केवल बेचिएको होइन, यसलाई साइकोलोजिकली दुनियाँको युवा पुस्ताको दिमागमा इन्स्टल गरिएको हो। आजको भिडियोमा हामी खोल्दैछौँ रेड बुलको हिडन साइन्स, यसको फ्याक्ट्री प्रोसेस, यसको खतरनाक मार्केटिङ स्ट्र्याटेजी र यो तपाईको शरीरमा वास्तवमा के गर्छ भन्ने पुरा सत्य। रेड बुल आखिर के हो त? साथीहरू, रेड बुल कुनै साधारण सफ्ट ड्रिङ्क होइन, यो एउटा एनर्जी म्यानिपुलेसन ड्रिङ्क हो। यसको काम शरीरलाई वास्तविक एनर्जी दिनु होइन, बरु केही समयको लागि तपाईको दिमागलाई म थाकेको छैन भन्ने भ्रम दिनु हो। र यही कारणले यसलाई पिएपछि मानिसहरू अचानक फोकस्ड, फास्ट र हाइपर एक्टिभ महसुस गर्छन्। रेड बुल पिएपछि दिमागमा के हुन्छ? अब यहाँबाट सुरु हुन्छ वास्तविक साइन्स। हाम्रो दिमागमा एउटा केमिकल हुन्छ, एडेनोसिन। यसको काम शरीरलाई थकान महसुस गराउनु हो। जब तपाईँ रेड बुल पिउनुहुन्छ, यसमा रहेको क्याफिनले एडेनोसिनलाई ब्लक गरिदिन्छ। अचानक तपाईँलाई लाग्छ थकान हरायो, दिमाग खुल्यो र एनर्जी बढ्यो। तर वास्तविक के हो भने तपाईको शरीरले नयाँ एनर्जी बनाएको हुँदैन, उसले आफ्नो एक्सटर्नल एनर्जीलाई हाई स्पिडमा बर्न गरिरहेको हुन्छ। अर्थात् यो एउटा बरोड एनर्जी सिस्टम हो। र त्यही कारणले केही पछि मानिसहरूलाई थकान, कमजोरी वा सुगर क्र्यास महसुस हुन सक्छ। अनि यही कारणले धेरै मानिसहरू बिना रेड बुल कामै गर्न नसक्ने अवस्थामा पुग्छन्। आखिर फ्याक्ट्रीभित्र रेड बुल कसरी बन्छ त? अब आउँछ त्यो प्रक्रिया जुन सामान्य मानिसहरूले कहिले देख्दैनन्। रेड बुल फ्याक्ट्रीभित्र सबै कुरा कम्प्युटर कन्ट्रोलिङ सिस्टमबाट चलाइन्छ। सबभन्दा पहिले पानीलाई अत्यन्तै हाई लेभल प्युरिफिकेसन प्रोसेसबाट गुजारिन्छ, किनकि एउटा सानो अशुद्धिले पनि पुरै ब्याच बिगार्न सक्छ। त्यसपछि विशाल स्टेनलेस स्टिल ट्याङ्कहरूभित्र क्याफिन, टाउरिन, सुगर र भिटामिन मिसाइन्छ। तर यहाँ एउटा अचम्मको कुरा छ, हरेक इन्ग्रेडियन्ट मिलिग्राम लेभलसम्म कम्प्युटरले कन्ट्रोल गर्छ, किनकि मात्रा थोरै मात्रा बिग्रियो भने स्वाद, असर र क्वालिटी सबै बदलिन सक्छ। त्यसपछि ड्रिङ्कभित्र कार्बन डाइअक्साइड ग्यास मिसाइन्छ, जसले गर्दा तपाईँले पिउँदा महसुस गर्ने फिज इफेक्ट तयार हुन्छ। अन्त्यमा हरेक ब्याचलाई टेस्ट गरिन्छ, टेस्ट, पिएच लेभल, केमिकल ब्यालेन्स, सबै कुरा पर्फेक्ट भएपछि मात्र क्यानमा फिल गरिन्छ। साथीहरू, आज अरबौं डलर कमाइरहेको रेड बुल पहिले थाइल्यान्डको एउटा लोकल ड्रिङ्क थियो। पछि अस्ट्रियन बिजनेसम्यान डिट्रिच माटेस्चिजले यसको पोटेन्सियल बुझेर यसलाई इन्टरनेसनल ब्रान्ड बनाए। तर वास्तविक जिनियस प्रोडक्टमा होइन, मार्केटिङमा थियो। र यही मार्केटिङले साधारण ड्रिङ्कलाई दुनियाँकै सबभन्दा कुल ब्रान्ड बनाइदियो। आखिर रेड बुलले दुनियाँलाई कसरी कन्ट्रोल गर्यो? ध्यान दिनुहोस्, रेड बुल कहिले केवल ड्रिङ्क बेच्दैन, यसले बेच्छ रिस्क, स्पिड, डेन्जर, पावर, फियरलेस लाइफस्टाइल। त्यसैले तपाईँले यसको विज्ञापनमा बाइक स्टन्ट, स्काई डाइभिङ, एक्सट्रिम स्पोर्ट देख्नुहुन्छ। र यही स्ट्राटेजीले यसलाई दुनियाँको युवा पुस्ताको दिमागमा कुल ब्रान्ड बनाइदियो। सन् 2012मा एडबुरल स्ट्राटोस नामको एउटा इभेन्ट भयो, जहाँ फेलिक्स बाउमगार्टनरले करिब 39 किलोमिटर माथिबाट पृथ्वीमा जम्प गरेका थिए। पुरै संसारले त्यो लाइभ हेरिरहेको थियो। र त्यो दिनपछि रेड बुल केवल एउटा ड्रिङ्क रहेन, एक्सट्रिम पर्फर्मेन्स सिम्बल बन्यो। के रेड बुल तपाईँको शरीरको लागि खतरनाक हुन सक्छ त? अब सबभन्दा महत्त्वपूर्ण सत्य हो, यसले केही समयको लागि तपाईँलाई एक्टिभ बनाउँछ, तर यसको धेरै सेवन गरियो भने यसले शरीरमा असर पनि गर्न सक्छ, जस्तै मुटुको धड्कन बढ्नु, एन्जाइटी, निन्द्रा बिग्रनु र ब्लड सुगर बढाउनु, शरीर डिपेन्डेन्सी बन्नु। विशेष गरी बच्चाहरू, टिन एजर्सका लागि यसलाई लिमिटमा राख्नु राम्रो मानिन्छ, किनभने धेरै एनर्जी ड्रिङ्कले तपाईँलाई बलियो बनाउनु भन्दा पहिले तपाईँको शरीरलाई थकाइरहेको हुन सक्छ। त्यसैले साथीहरू, अर्को पटक जब तपाईँ रेड बुल पिउनुहुन्छ, याद गर्नुहोस्, तपाईँ केवल एउटा ड्रिङ्क पिइरहनु भएको छैन, तपाईँले पिइरहनु भएको छ साइन्स, केमिस्ट्री, साइकोलोजी र $1 बिलियन मार्केटिङको एउटा डेन्जरस कम्बिनेसन। र कहिलेकाहीँ सबभन्दा खतरनाक चिजहरू स्वादिलो क्यानभित्र लुकेको हुन्छन्। यदि यो भिडियो मन पर्यो भने लाइक गर्नुहोस्। यस्तै डिप डकुमेन्ट्री भिडियोको लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्।